आज हामी सुन्दरी जालतिर घुम्नु गएको। क्या राम्रो अहिले हरियाली कम त राम्रो छ भ्यू। पानी पनि परेन, घाम लागेर आज त झिलिमिली गएर सुन्दरी जालतिर जानु लागेको। अब यहाँबाट एकछिनमा तल बस पार्कतिर पुग्नु लागेको छु। अब बस पार्कबाट अहिले त ठाउँ पनि सफा रहेछ। बस पार्कतिर जाँदैछु हामी। बस पार्कबाट उता सुन्दरी जालतिर लागिरहेको छु अहिले बस पार्क पुग्नुको लागि बस पार्क पुग्नु पनि लाग्यो। यतातिर ट्याक्क सेरपले नानी बोकिरहेछ। नानी पनि कति अप्ठ्यारो गरी बसेछ। अहिले ओसान दुईजनै टुकुर हिँड्दैछ नानी। त्यहाँबाट ठुलो नानीसँग दुईजना तिनजना हात घाँसी हिँडिरहेछ। ठ्याक्कै सुन्दरी जाल बस पार्कमा पुग्नु लागेको छ। बस पार्कमा पुगेर हिँड्दैछु हामी। त्यहाँबाट अब उता लागेको सुन्दरी जालपट्टि गेटबाट जानु लागेको। अब गेटबाट छिर्दैछौँ हामी। अब गजबले हिँडिरहेको छौँ हामी। चारजना पाँचजना सुन्दरी जालपट्टि प्रस्थान गरेको अवस्था। अहिले यो आर्मीको केन्द्रको छेउमा पुग्नु लागेको छु। अब यो हिँड्दैछु। अब बाटो पनि यस्तै हो, राम्रै छ। अब यो ठ्याक्कै अगाडिपट्टि पुग्यो हामी। ए सानो पनि उता फर्केर हेऱ्यो, फेरि उता हो, त्यही फर्केर हेरेको छ। हाई गर्दै हिँड्दैछ बाटोतिर। अब केही पानीको पाइपको मुनि पुग्नु लागेको ट्याक्लै हामी पाँचजना टाक्लाक गर्दै हिँड्दैछौँ। बजारमा पुगेका छौँ हामी अहिले हो। मोटरसाइकलको लाइन बाटो हुन्छ पसलतिर के चक्राङ पनि जुम्बाएको रहेछ। मासुहरू पनि रहेछ त्यहाँतिर। कुकुरले पनि फेरि हामी धेरै हिँडिरहेको। अब अलिकति त्यो हप्तामा चाहिँ अलिकति मजाले जस्तो बजार त्यति सफा आएन। अलिकति कोही छेउमा पुगेछ। अलिक रिक्साहरू हिँडिरहेछ, गयो बाटो छ। यो ठ्याक्कै मन्दिरको छेउमा पुग्नु लाग्यो। जाँदैछौँ। ओ सरप बाबु छोरा माथितिर लाग्यो, अरू चाहिँ तलबाट लाग्नु लागेको मालीमा। त्यहाँ गएर हामीले पानी किन्यो 2 बोतल। यहाँ पसलमा पसेर त्यहाँ मन्दिरको छेउको पसलमा पानी किन्दैछ। हामी चाहिँ पानी किन्दैछ। माथिबाट 2-3जना आउँदैछ। पुलिसहरू नेपाली नै हो, आउँदै रहेछ। अलि मोटो यो खालको दृश्यहरू ठ्याक्कै यो चाहिँ शिवलिङ्ग
लागि पानी यहीबाट लिएर अब उता जाँदैछौँ हामी। आज हामी सुन्दरी जाल घुम्न आएको जाँदैछौँ ठ्याक्कै त्यही खानेपानीको पाइपको छेउबाट सानो यता हेर्दा आमा जिब्रो पनि निकालिरहेछ। बाबु छोरा आमा सँगै हिँड्दैछौँ त्यो सानो मन्दिरको मुनिको बाटोबाट हामी हिँड्दैछौँ। हो यो सानो बाटो त्यहाँबाट आउने सबैजना पानी खाने अरे मान्छेले पानीले यहाँ पानीले मुख दिएको मुख अब हिँड्दैछौँ हामी। ठ्याक्कै मोटरसाइकल आइरहेको छ उताबाट नानीले मोटरसाइकल झेल्नु नआउने अनि त्यहाँ छिटो फर्केर यता छ मोटरसाइकलको अवस्था नानीले त अब झेल्नु नआउने मोटरसाइकलको आवाज देखेपछि त नानी त कहाँ खोजेर अब हिँडिरहेको छ दौडिरहेको मोटरसाइकल आइरहेको छ। सानो चेपको बाटोबाट जाँदैछौँ जाँदैछौँ हामी बस्तीमा सानो चेपको बाटोबाट जाँदैछौँ त्यहाँबाट अब गइरहेको छौँ हामी। यो उताबाट मोटरसाइकल आउँदैछ मान्छे पनि आज पनि थुप्रो आइरहेछ मान्छेहरू आइरहेको छ नै आज पनि। अब यो पिपल बोर हो कि पिपल हो त्यहाँ पुग्यो सानो हिँड्दा टक्लक हेर दौडेको आमा दौडेको सानो नानी दौडेको यो मोटरसाइकल झेल्नु नआउने मोटरसाइकलको उसमा छिहाल्यो ब्रेकमा ठ्याङ गरेर तान्दैछ। यो अब पोलको छेउमा पुग्नु लाग्यो हामी पुलमा कुकुर पनि रहेछ कुकुरा गएर हेरेर ठ्याक्कै गयो पुलमै पुगिरहेको ठ्याक्कै पुलमा पुगिरहेको छ। हामी पुलबाट हिँड्दैछौँ बाबु छोरा हिँडिरहेछ खोला पनि गरेछ अहिले त खोला पनि ठिकठाकको आएर अब पुलमा ठ्याक्कै डुङ्गा काटेर राखेको छ पुलमा हिँडिरहेछ पुलबाट हिँड्दैछु हिँड्दैछ सानो त्यहाँ कहाँ बसिरहेको बहिनी बसिरहेको ठुलो ढुङ्गाको छेउमा पुलको छेउमा पुग्यो अनि अहिले हामी पुलबाट अलिकति काटेर उतापट्टि च्याङ्गातिर लागेको छ खोला पानी सल्ला बगिरहेको छ पानी यति पानी गरेको छ सल्लङ लङ कम्ता बढेको छ पानी निकै पानी बढेको छ अनि त्यहाँबाट आयो माथिबाट हेर्नु पऱ्यो अब एकछिन यो पानी यहाँबाट हेरिरहेको छ गर्मी छ अलिकति मान्छेहरू पौडी खेलिरहेको छ जलम गरेर पानी खेल्दैछ मजाले पौडी खेलिरहेछ गर्मी भएर सबैजना आज सुन्दरी जालमा नुहाउनुको लागि नुहाउनुबाट बार पनि
kita ada nyanyi itu dengan masyarakat selam selam ayo itu masalah dia dari andai kalau taklak wow bisa ini gây ra Người bây giờ chung lòng contoh macam saya sedang lihat Instagram pameran contoh macam satu di santan dengan pula vision makin sudah kali itu apa pun dengan itu tidak kalah oh ya sampai dan kali itu yo tunggu mati cara ramai dari kecil lambat dikasih karena sembunyi ঠিক boya ada juga cap kok boya kecil mau sembunyi ini lap koi lap koi